भगाउन एकचोटि चल्दै चले होइन अनि ओइ चले साल उड्दा हल्लिँदै हल्लिँदैन त लास हो क्या ऊ गयो पानीमा हिँडेर आइरहेको छ मोच्छ नि पानी पनि खाला हेलो हेलो गरेर सुट ल्याएर एलिफेन्ट राइड हान्दैछौँ पुरै कति धेरै एलिफेन्ट मेरो आमा टिकट पनि आइसक्यो एलिफेन्टमा हामी चाहिँ पुरै गरिहाल्यो अहिले गरेको रेकर्ड त भएन छैन अहिले रेकर्ड गरेको थियो भएन चाहिँ फोटो खिचिरहेको उनी हो बाघ बाघ नाग भन्थ्यो बाघ भन्ने हेलो जंगल की सफारी पर के बनाइदिएको कति धेरै हात्तीहरू हो मेरो ब्यागमा देखाएको थिएँ उसले हालिदिएको थियो किन ब्यागमा त्यो सालो ब्यागमा कति धेरै हल्लेको छैन आफ्नो बुकमा टेपेर राखेको कोही छैन त हामी मात्रै छ त अहिले निस्किने चम्पाकली हामी त्यहाँ हात्ती सवारी गर्दैछौँ हात्ती सवारी दिस द फर्स्ट टाइम एक्सपिरियन्स लिँदैछ यहाँ झर्दा झर्दा भइरहेछ मेन त बिल्कुल एकदम छेउमा छ यहाँनिर एक निस्क्यो भने गयो बेड निस्क्यो कि गयो 5 गाडी पनि रहेछ त्यहाँनिर कानबाट चाहिँ जाने कता जाने कता नजाने पुरै हिलो छ है गाडी छैन अगाडि चाहिँ बस्ने म मात्रै अलिक पछाडि म चाहिँ अलिक पछाडि सिधै पुरै पछाडि फर्किने है क्या छुर देख रहे हो इतना बड़ा है कि क्या कहें पाइला कति ठुल्ठुलो मेरो आमा हाथी की सवारी हो गई वो त्यसरी करायो भने खतरा सुने रुम पनि कति पातलो यिनीहरू जाडो हुँदैन है यिनीहरू त रमै कम छ म बढी हल्दै अलिकति आमामा पुरै डेन्जरसै छ सवारी अलिक गाह्रो छ मालको त फेरि सर्न हुँदैन नि त अहिले ग्यास दिएकै छैन अहिले enjoying the moment, but businessman talking in phone with their partners. Parties, not partners. I am enjoying, feeling very dangerous.
अरू कति बेच्छ होला हजुर हजुर यहाँनिर राइडर छ एलिफेन्ट राइडर घना जंगल की ओर चाहते हुए हम लम्बा भाइले पठाइदिन्छु कोई को बच्चा दिख ही नहीं रहा हमको किधर है किधर वो इधर है वो क्या सान टुकुर है वो सानो हाथी जी कोई को बच्चा त्यसले समाते हाल्नु एकै साथमा जान्ने एकै साथमा देखिन्छ अहिले ओए हुन्छ ओए यता नि हात्ती हात्ती मेरो आमा नाग घुमेर आइछु के मान्छे कहाँ छोड्छन् ए टन्नै जङ्गलमा हात्ती आएर टन्नै हात्ती छ गरे है 20-25 वटा यो त रिस आयो बेला चाहिँ दौडिन्छ होला रिस आयो भने त फेरि आक्रमण बच्चैदेखि त्यो चाहिँ नि आनन्दले बस्ने स्वभावको क्या है उयो क्रोकोडाइलको बच्चा क्या बच्चादेखि चुल आएर बस्ने क्या अनि चाहिँदैन फेरि छोड्दैन फेरि के देख्छ नि साँप फेरिले हाम फाल्न मासतिर कोब्राले हाम फाल्यो भने त कहाँ जाने यो त वाइल्ड लाइफ कस्तो देखाए फिल्महरू उता हेर्नु न उता दुईवटा आइरहँदा क्या यता दुईवटा आउँदाखेरि त्यो दुईवटा हात्ती आउँदाखेरि त्यो फिल्मतिर देखाउँछ त ए त्यस्तै फिल्म भन्दा नि त्यो म्यान भर्सेस वाइल्ड त्यस्तै वाइल्ड लाइफमा देखाउँछ भनौँ न डिस्कभर भन्नु त्यसमा देखाउँछ एक्सपिरियन्स लिइसकेको छौँ हामीले चाहिँ यहाँनिर पुरै इन्जोय गर्दै हुए राइडको कति मजा आइरहेको छ यत्रो सानोबाट छिरे यो दुईटा रुखको बिचबाट कत्रो रुख पुरै घना जङ्गल छ हात्ती चाहिँ इच्छा नि पुरा भयो भने चाहिँ तपाईँको झन्डा हिजो निस्किसक्नु भएको थियो तपाईँ वहीँबाट 150 हात्ती राइड हान्दा हान्दै देखिसकेको छौँ गैँडाहरू 3टा गैँडा छ ए सेम त्यही नै हो कस्तो जलगैँडा र अलगैँडा भन्ने हुन्छ त्यतैबाट जाने हो हामी ए नजिक लानु भयो तल गएर त भागिहाल्छ यो गर्नु चाहिँ केही गर्दैन मस्त सुताइछ बाघ पनि आउँछ होला है बाघ त देखिँदैन होला हामीले होइन पहिला 3टा लड्दै थियो फाइटिङ गर्दै थियो ए यसै साथमा भइसक्यो लड्दा साथीहरू बनिसक्यो पुरै मुख छैन सिङ चाहिँ काटिसकेको छ त्यो छैन दुईटा सानो सानो सिङ काट्नु दिँदैन कि काटिदिन्छ हेलो करोडमा बिक्छ भने आफै झर्छ हुन्छ जाउँ त्यसले चाहिँ युटर्न अलिकति नहानेको अवस्था अन द स्पोट युटर्न अन्त कन्ट्रोल चाहिँ त्यहाँबाट गरिरहनु भएको छ उठाएपछि दामी त्यस्तै मान्छे सिधै गयो भने मारिदिन्छ होइन मान्छेलाई लहार छ भनौँ न सिङले रोकिदिइहाल्छ नि त्यसपछि त खोप्ने
निम्बु चाहिँ कति धेरै क्या दाल अलिकति खाँदैछ अलिकति अप्ठ्यारो आउँदैछ अर्कोले भाँचेको थियो होला नि छोडेन डायरिया भयो कि हात्तीलाई कस्तरी ढलेर फेरि भाँचिरहेछ घना जङ्गल के अंदर तो वेट चाहिँ कति हुन्छ होला 3 टन 3.5 टन 4 टन 5 टन आमा 5 टनसम्म हुन्छ टन मात्रै छ कस्तै भाँचिन्छ 5 टनसम्म वेट पहिलेदेखि बोल्नु भएर नेपाली होइन सानैदेखि सिक्नु भयो हात्तीले चाहिँ यहाँनिर पट्टी हानेको छ पट्टी नेपालमा छ हाम्रो घर इन्डियामा हो अब त्यही बोर्डरमा छ नेपालमा काम गरेर जानु परेको तिनीहरू मस्त सुतिरहेछ गेडा पनि देखियो भने चाहिँ गेडा 3टा सुतिरहेछ कस्तो नउठेको यिनीहरू मस्त सुतिरहेछ त्यो डिजाइन बनाएको छ क्या पछाडि डाँडो त्यो स्ट्याचु जस्तै स्ट्याचु जस्तै हल्लाउँदैछ लिनु मिलेको के हो गैँडाको पट्टी हात्तीको चाहिँ कस्तो छोक्रा छोक्रा आएको त है हात्तीको हम घना जंगल पे चलते हुए देखिसकेको छ हिरण यहाँभित्र चाहिँ फेरि देख्दैन त ल उता उता लुकिरहेछ आँखाले मात्रै देख्छ नानीले कता हो त्यहीँनिर हात्तीभन्दा त मान्छे धेरै छिटो हुन्छ होला नि हात्ती पनि दौडिन्छ नि फेरि राम्रै दौडिन्छ तर हात्ती त छिटो दौड्छ मान्छे दौड्न सक्दैन छिटो दौडिन्छ ए हात्ती दौडिन्छ नि पोलो फुटबल छिटो दौडिन्छ नि त्यही भने मान्छे यो के भन्छ अहिले रोनाल्डो भनेर कसलाई चिनिन्छ त छास त्यो रोनाल्डो भनेर चिनिन्छ गरे नि एउटा हात्ती फुटबल प्लेयरको अब मेन गोल गर्ने सरकारी हात्ती उता उता गइरहेछ यिनीहरू पुरै सानैदेखि सिकाउँछ होला त्यतिखेर तपाईँले ल म भाग्छु है म सक्दिनँ तिमी आइज त्यहाँ हेलो 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 यिनीहरू निकाली हेर्दैछ यिनीहरू जुत्ता चाहिँ के छ मतलब जुत्ता मानेन भने जुत्दैन कि हेलो न त जुत्दैन होला केही गर्दैन होला नि त जुत्दैन भने नि फेरि यसलाई केही गर्दैन ऊ आएछ नि हेरेर होला ऊ बच्चा पनि हो कि त्यहाँ दुईवटा दुईटै पोती पोती रहेछ गयो बाई बाई जङ्गल खतरा छ है चितो नआयो भने चाहिँ एलिफेन्ट राइड चाहिँ हान्नु होला एलिफेन्ट राइड चाहिँ हान्नु पर्ने नै भन्ने रहेछ है जिप सफारी भन्दा नि एलिफेन्ट राइड चाहिँ बेटर मजाले अवलोकन गर्न आनन्दले एकदम पूरीमा आसमान के ऊंचाई पर चारों तरफ कोहरा ही कोहरा
त्यसो पनि पनि छ घना जङ्गल आएको जस्तै हो नि है यहाँ निस्किनु पऱ्यो भने कता जाने यता गयो नि उस्तै उता गयो नि उस्तै हो नि यस्तो बहुत बाजेको थियो जङ्गलबाट निस्किसकेका छौँ त्यही पानीबाट के अरे स्पिड बढेर अलिक तनावग्रस्त छ आयो घना जङ्गलमा भित्र अन गरेर निकाल्नु न सकेको नि उता गोही छ गोही देखिरहेको आसमान त्यो चाहिँबाट चारो तरफ कौरै कौरा होइन त्यहाँ हात्तीमा रहेछ अरू राइडरहरू पनि अरू हात्ती देख्छ अहिले झऱ्यो भने तनाव छ तनाव कसले टिप्नु फेरि फोन झर्यो भने तनाव हुन्छ यहाँ फेरि गाह्रो छ झरेर चढ्नलाई गहिरा भन्नु आएछ तपाईँलाई त्यहाँ मछुवारेहरू पनि छ मुनिबाट त्यो 5 देखाएको होइन त्यो 0.5 देखाएको क्या रेकर्डिङ बन्द गरिसक्नु भयो त्यहाँ खिचिरहने क्या खोला तर्न आँटेछ कहाँ लाम्पा चार सुताइछ बाब राजा यताबाट हात्ती आउँदैछ अलिकति गएर अलिकति यहाँनिर गएर अवस्थामा छ म अर्को ठाउँ पानीमा हिँडेर आइरहेको छ मोच्छ नि पानी पनि खाला हेलो हेलो गरेर सुट ल्याएर जल्दी चलेगा ना अब बोरो गिराने पड़े होता है हां छोटी यार वो नहीं हो बाब राजा ढुङ्गा त्यहाँ यतै नै परन्ड त लम्बा साह्रै छ नि ढुङ्गा पुरै पानी जान्दा घरलाई फोन अलिकति हेरेर पहिला चढिया एउटै रुख हो यो त एउटै रुख यस्तो चढ्नु भएको तपाईँले छैन एउटै रुख होला यस्तो कति चढी चढ्नु ए गाउँमा सुनकोसी यस्तो डर ब्रेक लगाइसकेको छ हात्तीको पानी हान्न नि मासतिर मान्छेहरू चढेर माथिबाट आउने खोला चाहिँ यतापट्टि बगिरहेको छ होइन गएर यहीँदेखि घुम्ने हामी त मस्त सुताइ छ नि त्यसले आनन्दै छ नि हल्लिँदैन लास्ट सऱ्यो अनि एउटा चाहिँ भर्खर निस्क्यो अहिले घर दुइटै थियो दुइटै घडियाल बस्ने ठाउँ हो त्यहाँ आज गोही आएर बसेको छ होइन घडियाल भन्नाले गोही जस्तो हुन्छ क्या लामो मुख हुन्छ ए त्यो अर्को खालको गोही यो चाहिँ यो गोही हो कोमोडो हो कि के ड्रागन भन्नेवाला हो क्या नेपालीमा चाहिँ हो कि अब इन्डियन हो घडियाल भन्दो रहेछ घडियाल निन्द्रा हो कि घाम तापे हो कि केही आउन साथ अट्याएको फेरि उहाँ हाम्रो नजिकबाट देखाउँदै हुन्छ
ओए होए होए यति नजिकबाट देख्यो क्या देख्नु वाइल्ड लाइफमा वाइल्ड लाइफ यसले अट्याक हान्दैन खतरा देख्यो यसले ढुङ्गा हानेर यसो चलाउन ओइ उकालो चढ्यो फेरि हात्ती मेरो साथी ओइ के गर्दाखेरि हल्ला गर्दा भाग्छ रे भगाउ न एकचोटि चल्दै चले होइन अनि ओइ चले साल खतरा उड्दा हल्लिँदै हल्ले त नि त लास हो क्या के भयो बसेर तोडे रुख ए रुख भाँचेछ अर्कोले नि हेर्दैछ यतै नागहरू छैन नाग गोमन होइन माछा खान्छ माछा त इजी गेम होइन ठ्याक्क चल्यो नि त पनि हिँड्दैछ है हेर्दैन गयो नि त पानीमा गइरहेछ मेरो उकालो चढ्यो फेरि मेरो हात्ती उकालो चढेको मलाई गाह्रो पर्छ उकालो चढ्यो न ओह्रालो झऱ्यो यहाँ चाहिँ मान्छेहरू काटिरहेको देखिरहेको छु मैले घरको उकालो आउँदैछ हजुर खतरा उकालो आउँदैछ अरे यहाँ चाहिँ फेरि म गाह्रो पर्छ मलाई कहाँ गयो त्यो त मुनि गयो भाइ पानीमा मान्छेहरूले त कति धेरै हो यहाँ आउँछ बाघ साग आउँछ त्यहाँ नि बाल छैन मान्छेहरूलाई घाम आइरहेछ पछाडिबाट राम्रै आइरहेको छैन होला भन्ने लागिरहेछ क्या करी हमारा हाथी राइडिंग हो रहा है बिल्कुल भर्खर ढल्यो है भर के साउन्ड आएको त हामीलाई अट्याक भएको छ यो के को रुख हो यो मर्यो चिलाउने गयो क्या खोइ के पानी सफा छ यहाँ फेरि जस्तो बेला नि कल आउँछ टक्क यहाँ हान्ने बित्तिकै चाहिँ हात्तीले चाहिँ नि ट्याक्क डिस्टेन्स बनाउँदो रहेछ होइन जहाँबाट भयो नि त्यो रुखसम्म सेफ्टीमा त खुट्टा के भयो यसरी बस्नु पऱ्यो अब चाहिँ पुरै ब्याक गियरमा बसिरहेछ मजाले है माथि लड्छ क्या बचाउ मलाई कसैले यस्तो दिन अन्त फेरि चट्ट लगाएर ट्याप लगाएर मान्छेहरू त कति मजा आइरहेको साथीहरू एक्सपिरियन्स गाउँमा चाहिँ हामीलाई निन्दा लागेको जस्तो उनी मुट्न आँटेको हक्न आँट्यो के गरेन यार फ्रुट्सहरू मात्रै उचालेछ त मेरा साथी चम्पाकलीले यो हात्तीको नाम चाहिँ होइन चम्पा हेलो चम्पा पाउनुहुन्छ तपाईँ के हो चिकबाटै मृग पनि देखिरहेको छ यहीँ अगाडि थियो यहाँ के चाहिँ मृग कहिले भर्खर यहाँ भिडियोमा भने क्या हेलो मृग कहाँ है तू
घना जङ्गलमा फेरि इन्ट्री भइसकेको छ हाम्रो चाहिँ मस्त एक राउन्ड हान्नु आइसक्यो होइन अनि त्यो अघिको गएको बजार त्यहीँ चाहिँ नाक त हल्लिए छैन अनि कोही कोही बेला त्यो हल्लिए छैन एकदमै गइँहरू छ छाना चाहिँ अब यिनीहरूले कतिखेर खाना खान्छ खाना पनि के माछा त होला नि यिनीहरूले होइन माछाहरू अब के खान्छ होला नि अब हिरन सिरन नै अटेको खान्छ होला पानी खान गएन के हो के हो ए पानी खान आउँदाखेरि कोही कहाँ छ मतलब अब पहिला ए अहिले त खान्छ होला नि अलिअलि जनावर मार्छ एक गैँडा चाहिँ ऊ त्यहाँ ऊ त्यसको फ्लावर होइन त्यो खोइ के अरे पोखरीमा फल्ने ऊ त्यो रातो रातो ऊ कमल पोखरी कमलको फुल होइन होला होला त्यहाँ थियो अलिअलि एउटा दुईवटा देखाएर ऊ त्यो अलिअलि देखिरहेको छ अहिले तर छेक्यो रुखले ठ्याक्कै अब त्यो होइन अनि रातो 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 कमल कमलको फुल आँखा दुखिरहेको छ आँखा दुखिरहेको के हो खोइ के निन्दा नपुगेर हो कि सुत्न त हिजो चाहिँ अलिक छिटो छिटो अस्ति भन्दा अस्ति त जहिले कहाँबाट चढाइ त्यहीँ आइसक्यो अब चाहिँ इन्डिङ पोइन्ट सबैले गइसकेको छ मतलब रुम घरतिर गएछ रुम गएछ हात्ती पनि रुम गएछ हामी पनि रुम जाने हो हात्तीहरू चाहिँ रुम गइसकेको छ हामी अलिकति ढिलो भएछौँ यहाँ हात्तीले चाहिँ के खान लागेको खान लाग्यो आइरहेछ तिम्रो छ नि पुरै पराल खाँदो रहेछ अब देखो मासवा में चिलम बत गया तो चिलम वो देखो हम को ए जन रहबत हम भात मंगा दल बानी अपना हां तर साम पछाडिको एउटा 15 ठुलो रहेछ त्यसको अलिकति छाडे त्यस्तो रहेछ बारमा देबो त बोलो राइट आधा देबो त त्यसको लेफ्ट ठुलो रहेछ त्यसको राइट पुच्छर हल्लाइरहेछ आइसकेको यहाँ यस्तोमा चाहिँ हात्तीहरू यहाँ झर्नुपर्ने हुन्छ त्यही हो अहिले मैले चढ्ने बेला बनाएको थियो फोटो खिचेछ भिडियो भइरहेछ ढुङ्गाको बस्ने ठाउँ त्यहाँ के बस्ने झर्ने ठाउँ आइसकेको छ अब चाहिँ एकछिन पर्खेर मोबाइल झर्नु पर्छ अलिकति झर्न चाहिँ गाह्रो छ डर लाग्छ सम्म केही छैन फाइनली झरिसकेको छ हात्ती सवारी पनि सकियो आउने त्यहीँ बस्ने है क्या खाउने त्यहाँनिर भिडियो तान्ने मान्छे लड्ला अहिले फेरि त्यहाँ देखिस भिडियोमा एकछिन बनाइरहेको छ मैले बनाउनु त ल सक्यो अब चाहिँ हामी हात्तीलाई ऊ त्यो राङ हो मुर्रा आउनु उतै लगेको भयो भाइ दाइ आनन्द अब गयो हात्ती घर जाने रे गाडी आउँछ भने त्यहाँ भन्यो
उयो हुन्छ त आन्टी उता बाहिर यहाँ चाहिँ यो बोटको बस्ने ठाउँ छ क्या यो भने मैले दाइ लाग्यो कि बोट यो बोट थियो अब यहाँ आधी पार्ट छैन अनि बस्ने ठ्याक्कै तर कोही बस्दैन होला है यहाँ अलिकति हेरेको नि त्यस्तै हो गाई सब हामीहरू निस्किनु पऱ्यो नि सब अब चाहिँ हामी निस्क्यौँ हावा त अगाडि नै आउँछ चिसो भित्र गएर नि पुरै बाघेर जाँदैछ यहाँ त हामी ब्यारियर नै गइसकेको छ जाली नै किसने किया छ सुनसान छ चितवन नेसनल पार्क यो चाहिँ त्यसो लागेको छ यो माथि चाहिँ जाला माथि माथि उ हुन्छ जान्छ नि त माथि उफ्रो भाग छ चिडियाखाना त हो यहाँबाट फाल्दैछ कि मासु